जिराएसन्ची म कस्तो देखिँदैछु? आफ्नो गर्लफ्रेन्डलाई गएर सोध्न। मेरो गर्लफ्रेन्ड नै छैन। जवाब मिल्यो त। अनि जिराएसन्ची हजुरलाई कसैले भनेछ हजुर कति ह्यान्डसम छौ भनेर? आजसम्म त कसैले भनेन। भन्नको लागि हुनु नि पर्यो नि। अरे फुच्ची आफ्नो औकातमा बस। जब म तेरो उमेरको थिएँ नि तब मेरो अगाडि पछाडि केटीहरूको लाइन थियो। त्यही भएर हजुर अहिलेसम्म सिङ्गल नै। रानीको बान होइन, यसको आमाले यसलाई के गरेर जन्मा होला जो हजुरले कहिले गर्न पाएनौ। साला यो दुख का खत्म नहीं होता बे। रानीको छोरो यति पर्सनल नजा। देखिनुहोस् मेरो त्यति हट सेक्सी गर्लफ्रेन्ड कुनवाला जो हजुरको 5 बजे सपनीमा आउँछ। रन्डीको छोरो सुनाडेलाई देखिनुहोस्, सुनाडे बजी। अनि हजुरको गर्लफ्रेन्ड मजाक त राम्रो गर्नुहुन्छ। फुच्ची धेरै हुँदैछस्, रोक। तेरो सामने नै म प्रुभ गरेर देखाउँछु। 106 के भो? आज म यसो